र अब रुक्मिणी आउँदै छिन् आफ्ना सखीहरूका साथमा र सखीहरूका साथमा आएर मन्दिरमा आएर पहिला भगवती गिरिजाको भवानीको पूजा गर्ने छिन् र पूजन सामग्री दिनु होला त्यहाँ र रुक्मिणीले पूजा गर्ने छिन्। रुक्मिणीले भगवतीको पूजा गर्छिन् र भन्छन् हे भगवती मलाई प्रभु द्वारिकाधीशसँग भेट होस्, मेरो द्वारिकाधीशलाई मैले देख्न पाऊँ भने भएको थियो। भगवान पनि कुम्दिनपुरमा भगवान श्रीकृष्णले हेर्नुभयो रुक्मिणी कहाँ छन्, रुक्मिणीले हेरिन् भगवान कहाँ हुनुहुन्छ। जब मन्दिरमा पूजा गर्दै थिइन् भगवान उताबाट आउनुभयो, सबै बसेका छन् सैनिकहरू वरिपरि सुरक्षा गरेर रुक्मिणीको। भगवानलाई कसैले पनि चिनेनन्, भगवान थपक्क नि आउनुभयो। आएर रुक्मिणीले जब भगवान श्रीकृष्णलाई फर्केर हेर्न थाले कहाँ हुनुहुन्छ द्वारिकाधीश भन्ने थाहा पाएपछि थपक्क नि रुक्मिणीले चिनिन्। भगवान श्रीकृष्णले पनि रुक्मिणीलाई चिन्नुभयो र रुक्मिणीको हात पक्रेर सबैले हेर्दा हेर्दै बिचैबाट भगवानले चोरेर लिएर जानुभयो। सब छक्क परे, आयो आहा कति राम्रो रहेछ, घोडा कति राम्रा रहेछन्, हेर बाल कति राम्रो रहेछ भन्दा भन्दै लिएर गए र सैनिकहरू बसेका थिए रुक्मिणीको सुरक्षा गर्नका लागि। खोइ रुक्मिणी भन्दा रुक्मिणीलाई त अघि कृष्णले चोरेर लिएर गए। शिशुपालले थाहा पायो अब मेरी खोइ श्रीमती भन्दा अघि कृष्णले लिएर गए अरे भन्ने थाहा पाएपछि डाको छोडेर रुन थाल्यो। यता भगवानले थपक्कली भागेर लिएर जानुभयो, रुक्मिणीलाई पक्रेर लिएर गएर द्वारिकामा जब भगवान पुग्नुभयो सब छक्क परे, आश्चर्यचकित भए। बिचमा पछ्याउँदै रुक्मिणीको दाजु रुक्मी गएको थियो। रुक्मीको पनि भगवानले केश मुण्डन गरेर भोजपट्ट सहरतिर राख्नुभयो। द्वारकामा भगवान आउँदै हुनुहुन्छ भन्ने थाहा पाएपछि सारा द्वारकावासी स्वागत गर्न हातमा पुष्प लिएर बसे र भगवान श्रीकृष्णले पनि रुक्मिणीलाई लिएर जानुभयो र धुमधामसँगले त्यहाँ द्वारकावासीहरूले भगवानको स्वागत गरे र अब विवाहको कार्य प्रारम्भ हुन्छ। भगाएर लिएर आएको स्वयंवर पनि गरेको छैन र स्वयंवर गर्नका लागि भगवान श्रीकृष्णले जब रुक्मिणीलाई लिएर आउनुभयो ब्रजवासीहरूले पनि तयार गरे। अब पहिला स्वयंवर हुन्छ भगवान श्रीकृष्ण र रुक्मिणीको र स्वयंवरको सामग्री तयार गरेर दिनुहोला। पहिला माला लगाइदिनुहुन्छ रुक्मिणीले भगवानलाई। मङ्गलम भगवान विष्णु मङ्गलम गरुडध्वज यत्नो हरि तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपते ते योगं स्मरामि। लाभस्तेषां जयस्तेषां सुखस्तेषां पराजय येषां निवस्यामो हृदयस्थो जनार्दन। र यस प्रकारबाट अब जब स्वयंवर भयो अनि त्यहाँबाट धुमधामसँगले विवाहको कार्यक्रम आयोजना भयो। सारा द्वारकावासी आएका छन् धुमधामसँगले भगवान श्रीकृष्ण र रुक्मिणीको विवाह उत्सव सबैले भएर मनाइ आउनुहोस्। आज हामी माझमा पनि भगवान श्रीकृष्ण र रुक्मिणीको विवाह भइरहेको यो सुन्दर झाँकी हामी देख्न सक्छौँ। यो विवाह उत्सवमा सबैले आनन्द लिनुहोला। भक्तवत्सल भगवानको रुक्मिणीजी कुण्डिनपुरमा